दिस इज 2010। म र मेरो साथीहरू पुवा खोलाको ड्याममा माछा मार्न गयौँ। पानी पर्ने सिजन भएकोले गर्दाखेरि हामी खोलामा पुग्दै गर्दाखेरि नै पानी पर्न थालिसकेको थियो र पनि हामीलाई चाहिँ केहीको मतलब थिएन। हामीले प्लान क्यान्सल गर्दै गरेनौँ। अहिले आएर हेर्दा त एउटा बिर्सिनै नसक्ने खालको मेमोरिज भयो। तर यसरी जानु भनेको एकदम ठुलो मिस्टेक थियो। एक त हामीसँग सेफ्टी इक्विपमेन्टहरू केही पनि थिएन, त्यही माथि मलाई त पौडी पनि खेल्न आउँथेन। चाहिँ एकजना साथी चाहिँ डुबेको थियो क्या पानीमा, तर अर्को दुईजना साथीलाई चाहिँ एकदम राम्रो स्विमिङ आउने भएको कारणले गर्दाखेरि चाहिँ ऊ बाँच्यो क्या त्यो दिन। अहिले पनि एभ्री इयर नेपालीहरूले चाहिँ पानीमा ज्यान गुमाइरहेको हुन्छ, मोस्टली यङ्स्टरहरू, किनभने यङ मान्छेहरूको डर अलिक कम हुन्छ नि त, त्यो भएर सेफ्टीलाई उनीहरूले त्यति साह्रो ध्यान दिँदैन। तर फ्याक्ट के हो भनेदेखि बिना ट्रेनिङ र बिना सेफ्टी पानीमा जम्प गर्नु भनेको चाहिँ एकदमै ठुलो मूर्खता हो। लाइफ इज अ मिस्ट्री। के छ त केटा, ठिक छ ठिक छ? ओइ के गरेको हो र? के गरेको, पेन लगाएको? खोइ हेरौँ भाइ, खोइ अल्झ्यो। कता गएको? ठिक छ, आरामै हो नि? ओइ प्रकाश, ओइ के गरेको हो र? तेरो मार्छ त। के गरेको, पेन लगाएको? खोइ हेरौँ भाइ, खोइ ए बाउ कता हो? के छ त केटा, ठिक छ ठिक छ ठिक छ? के रहेछ भाइ, माछा रहेछ? कता हो अनि? रोलर चलाउँदै गरेर